आफ्नै देश जलाउने अनि विश्वकप जित्या चाहिँ गरी यसरी खुसी मनाउने दानवहरू पनि छन् अहिलेको घन्टी ग्याङभित्र विधिहरू यहाँ। भनेपछि सर परिवर्तन भयो। हामीले गर्यौं। नेपालको हरेक जिन्दगीलाई इतिहासले सम्झिनेछ। क्या गर्वका साथ भन्दैछ वी डिड इट, हामीले यो गऱ्यौँ। अहिलेको यो घन्टी सरकारलाई मेरो दुईटा अनुरोध कि यिनीहरू बहादुर हुन् भने यिनीहरूलाई भेला गरेर पुरस्कृत गर्नु पर्यो, सम्मान गर्नु पर्यो, कि अपराधी हुन् भने यिनीहरूलाई छिटो कारबाही गर्नु पर्यो। यी दुईमध्ये एउटा चाहिँ काम गर्नु पर्यो घन्टी सरकार। यदि घन्टी सरकार यो देशकै सरकार हो भने